रोहित दाइ 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 म मरे दाइ 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 भूत भूत ल रोहित भाइ यहाँको अवस्था यस्तो छ होइन हामी अब काम गर्ने तपाईँ मिस्त्री म यताउति होइन यहाँ बसौँ न है हामी हल्का यस्तो गफ गरौँ है अब म पनि घर जाने मेरो सोच थियो तर आज अलिकति काम नमिलेको हुनाले अनि चाहिँ बसेछु म चाहिँ अब भोलि जान्छु मलाई त यहाँ होइन हजुर यहाँ आज म त घरै जाने मान्छे हो हजुर मलाई आज स्पेसली यहाँ बस्नु मन लागेको थियो आज शनिबार पनि थियो होइन हजुर मान्छे आएको थियो क्या यहाँ होइन दिनभरि मान्छेहरू दिनभरि आउँदा होइन हेरिरहँदा चाहिँ एकदम रमाइलो अनि रातिको दृश्य कस्तो हुन्छ होला हजुर त्यो हेर्नको लागि पनि बसेको हजुर त्यो पनि हो होइन अनि मैले पनि आज तपाईँलाई अनुरोध गरेँ आज हामी यहीँ बस्छौँ किनकि आज चैते दसैँ 15 छ अनि अब सँगै काम गर्ने मान्छे यसो बस्नु त भनेर तपाईँलाई रिक्वेस्ट गरेँ तपाईँहरू बस्नु मलाई धेरै खुसी लाग्यो मलाई पनि खुसी लाग्छ नि अब चालेको मान्छे म कहाँको यताको अब दुःखले गर्दा भेट्यो कि त्यो त आफ्नो बाध्यता हो अनि फेरि हामी कहाँ काम गर्दैछौँ दाजुभाइ अब हामी चाहिँ अहिले अब आरा धरान क्या हजुर अब धरानको आरा धरानमा काम गर्नु पाउँदा खुसी पनि लाग्छ होइन धेरै खुसी कुरा हो तर त यहाँनिर तपाईँलाई थाहा छ नि हजुर यो चाहिँ कस्तो भन्दा यो पहिलेको एकदम एकान्त ठाउँ होइन यहाँनिर खानेपानी ट्याङ्की थियो त्यहाँ मान्छे डुबेर मरि गरे अब यो भनेको चाहिँ फेरि माथि त्यो के भन्छ यो माथि चिउरी बस्तीले जाने होइन पुरानो मान्छेहरू भयो नि ती पुरानो मान्छेहरू पनि कस्तो होइन यहाँ त आत्माहरू पनि हिँड्छ होला क्या त्यो होइन मैले पनि सुन्नु चाहिँ सुनेको होइन अब त्यसरी पहिले त अब त्यस्तो केही पनि थिएन अरे त्यो जस्तो थियो अरे आत्माहरू हिँड्छ अरे होइन तर त्यो बेला म त आइनँ होइन तर अब होला त्यो सम्भव होला होइन त्यस्तो मलाई पनि लाग्छ हिँड्छ होला अन्त यस्तो एकान्त ठाउँ छ कि त यहाँ तलतिर के हो छाया देखिँदैछ म त्यहाँ तल त छाया देखिँदैछ कस्तो दाइ 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 म मरे दाइ दाइ के भइसक्यो भएन नि दाइ 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 के हो के हो के हो के हो रोहित दाइ 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 भूत 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 के भन्नु त भूत कहाँ भूत 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 उडु के भयो के भयो के ल आइ तिनैजना आइ हाई हाई नमस्ते नमस्ते मेरो नाम रोशन राई हो म उता खैरेनीको हो
यसमा चाहिँ मैले भूतको रोल गरेको के कस्तो लाग्छ मन परेमा लाइक सब्सक्राइब गरिदिनु होला। यसको पार्ट ल्याउनु नल्याउनु हो त पनि भनिदिनु होला कमेन्ट बक्समा। ओके हेलो, म चाहिँ रोहित राई, धरान 5 चाहिँ हामी सँगसँगै हो होइन। अनि यता दाइ हेलो नमस्ते, म केराबारी 5 सत्यसाले। अनि यहाँ चाहिँ मैले चाहिँ अब एउटा जस्तै अब के भन्छ डराएको जस्तै भूतको उसमा डराएको अभिनय मैले गरेको छु। यदि मन परेमा लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला। अन्त नाम पनि भनिदिनु न। मेरो नाम डम्बरबहादुर तामाङ हो। ल यो चाहिँ यो @रोहित राई -_9 बाट अपलोड भइरहेछ है, अपलोड भइरहेछ। अनि तपाईँहरूलाई मन पर्यो भने सेयर सब्सक्राइब अनि लाइक सबै गरिदिनु होला। बाँकी हामीले फेरि यस्तो संयोग मिलाएर फेरि यसको पार्ट 2 बनाउनेछौँ। यो चाँडै नै आउँदैछ एकदम होइन। तपाईँहरूलाई मैले यो आउँछ भनेर आशा मात्रै देखाएको होइन, एकदम विश्वासको साथ हो। अर्को आउँदैछ, कस्तो हुन्छ हेरिदिनु होला। र तपाईँहरूले जसले यो भिडियो हेरिदिनु पनि तपाईँहरूलाई धेरै धेरै धन्यवाद। आशा छ फेरि अर्को भिडियो पनि हेरिदिनुहुन्छ भन्ने। अहिलेलाई बाबाई। हामी पनि आउँदैछौँ। नमस्ते।